हेलो नमस्कार म देवकोटा कान्छो मनोज देवकोटा कान्छोको नयाँ युट्युब च्यानल देवकोटा कान्छोमा तपाईलाई हार्दिक स्वागत छ। सो आजबाट मैले तपाईलाई वैशाख 1 गते आज वैशाख 1 गतेबाट नयाँ फर्म्याट नयाँ कन्टेन्ट ल्याएको छु। सो मलाई अलिकति चाहिँ पुराना वर्षहरुको याद गर्न मन लाग्यो। आई मिन मेरो बालापनमा मलाई जान मन लाग्यो। सो कस्तो भने हाम्रो पालामा चाहिँ नयाँ वर्ष कस्तो हुन्थ्यो भने सो त्यो बेलाको नयाँ वर्ष चाहिँ अलिकति रमाइलो खालको हुन्थ्यो। सो पोस्ट कार्डमा हामीले लेख्ने गर्थ्यौं हैन। सो पोस्ट कार्डमा शायरीहरु लेख्ने, गजलहरु लेख्ने र आफुलाई मन परेको साथीहरुबाट हैन केटाले केटीलाई केटीले केटालाई दिने, डायरीहरु भर्ने, अटोग्राफहरु भर्ने हैन। सो बजारबाट पोस्ट कार्डहरु लिने, पोस्ट कार्डको पछाडी लेख्ने, सो घरमा लगेर राख्ने हैन। त्यो खालको कामहरु चाहिँ हामीले नयाँ वर्षमा गर्ने गर्थ्यौं। तर अहिलेको नयाँ वर्ष अलिकति फरक छ। अहिलेको नयाँ वर्ष फेरिसकेको छ। नयाँ वर्षको ट्रेन्ड चेन्ज भइसकेको छ। सो हामीले गरिराखेको त्यो समयमा मनाइराखेको नयाँ वर्ष चाहिँ अहिले टोटल्ली चेन्ज भएको छ। तर अहिलेको जेनेरेसनले चाहिँ नयाँ वर्षलाई टेक्नोलोजीसँग अपडेट गरिराखेका छन्, टेक्नोलोजी खेलाइराखेका छन् हैन। विभिन्न सोशल मिडियाहरुसँग इन्टरेक्ट गरिराखेका छन्, विभिन्न सोशल मिडियाबाट चाहिँ फ्रेन्डशिपहरु साटासाट गरिराखेका छन्, नयाँ फ्रेन्डहरु बनाइराखेका छन्। सो यसले चाहिँ धेरै साथीहरुको चाहिँ नयाँ वर्ष अलिकति रमाइलो पनि भइराखेको हुन सक्छ। सो हाम्रो पालाको नयाँ वर्षको मैले कुराकानी गरिराख्दा चाहिँ राजेश हमाल, निरुदा सिंह, दिलीप राय माझी हैन, भुवन केसीहरु, सो त्यतिखेरका कलाकारहरु सँगको फोटोमा चाहिँ पछाडीपट्टि विभिन्न नयाँ कुराहरु लेख्ने, साथीहरुलाई पोस्ट कार्डमा दिने, किताबको चेपमा हाल्दिने, स्कुले जीवनमा हैन। त्यो एकदम रमाइलो हामीले चाहिँ गर्ने गर्थ्यौं। मैले अलिकति नयाँ वर्ष हाम्रो पालाको नयाँ वर्ष हामीले कसरी मनाउँथ्यौं भन्ने बारेमा सो तपाईलाई थोरै इन्फर्मेसन मात्र ल्याएको थिएँ। सो तपाईलाई कस्तो लाग्यो आजको भिडियो? फर्स्ट भिडियो हो यो। सो देवकोटा कान्छो युट्युब च्यानलमा तपाईले हामीलाई सब्स्क्राइब गर्नु भएको छैन भने कृपया तपाईले सब्स्क्राइब गर्न सक्नुहुन्छ। म अलिकति सो तपाईसँग हैन यस्तै खालका भिडियो सामग्रीहरु लिएर आउने विचार गरिरहेको छु। सो तपाईसँग नयाँ खालका कन्टेन्टहरु पनि लिएर आउँछु र अलिकति पर्सनल टाइपका कुराकानीहरु पनि तपाईको माझमा ल्याउँछु। सो तपाईलाई यो हाम्रो च्यानलमा मैले फेरि पनि वेलकम गर्न चाहे र अलिकति आज 1 गतेको दिन भएको भएर मैले 1 गतेको दिनलाई नयाँ वर्ष कसरी सम्झिनुहुन्छ भन्ने ढंगबाट नयाँ वर्षको एउटा मात्रै भिडियो सामग्री मैले अपलोड गरेको छु। कृपया सब्स्क्राइब गर्नु भएको छैन सब्स्क्राइब गरिदिनुस्। प्लिज तपाईले कमेन्ट गरिदिनु भयो भने पनि अझ राम्रो हुन्छ। धेरै साथीबाट इन्फर्मेसन पनि जान्छ। हामी हेटौँडाबाट हामीले यो भिडियो सामग्री आज वैशाख 1 लाई कसरी सम्झिनुहुन्छ भनेर भिडियो सामग्री बनाएका छौं। थ्यांक यू फर वाचिङ। तपाईले यो भिडियो हेरिराख्नु भएको छ, कहाँबाट हेरिराख्नु भएको छ, कस्तो लागिरहेछ कृपया तपाईले कमेन्ट गर्न सक्नुहुनेछ। आजलाई देवकोटा कान्छो छुटिन्छु। नमस्कार।